हाई गाइज, आजको यो भ्लगमा चाहिँ हामी साँखुमा स्थित विशम्भरा नारायण मन्दिरमा छौँ। यो मन्दिर चाहिँ साँखुको पालुबारीबाट चाहिँ माथितिर रहेछ। यहाँ चाहिँ के विश्वास गरिँदो रहेछ भने हामी माघ महिनामा लाग्ने शाली नदी मेला, त्यो मेलामा त्यहाँ त भगवान माधव नारायणको पूजाआजा गरिन्छ नि। अनि त्यो पूजाआजा गरेपछि चाहिँ यहाँ पनि आउनुपर्छ भन्ने धारणा रहेछ। तर मलाई चाहिँ योभन्दा पहिला कहिले पनि थाहा थिएन यो बारे। अनि हामी चाहिँ यहाँ पालुबारी भिजिटमा आउँदाखेरि विशम्भरा नारायण भगवान पनि छ भन्ने थाहा भएपछि आयौँ। यहाँ आउनको लागि चाहिँ सुरुमा पालुबारी आउनुपर्छ। पालुबारी आएपछि त्यहाँभन्दा माथितिर हो यो। यहाँ चाहिँ मान्छे हुँदैन होला धेरै जस्तो लागेको थियो। तर यहाँ भिजिट गर्न आउनेहरू चाहिँ आउने चाहिँ रहेछन्, खाली चाहिँ नहुँदो रहेछ। ठाउँ चाहिँ एकदम रमाइलो छ, एकदम नेचरले भरिपूर्ण है, पुरै आनन्द लिने खालकै छ। जस तपाईँहरू पनि कुनै नौलो ठाउँमा भिजिट गर्न चाहनुहुन्छ भने यहाँ आउन सक्नुहुन्छ। हाम्रो चाहिँ भिजिट एकदम रमाइलो भयो। यो त सानो झरना जस्तै देखेर खिचेको थिएँ। अनि यस्तै हो। रसिया हामी कहाँ घुम्न आएको? विशम्भरा नारायण। यो चाहिँ पालुबारी भन्दा अलि माथि पुरै जङ्गल। मलाई चाहिँ यस्तो बाहिर निस्किँदाखेरि होइन सानो सानो क्लिपहरू लिन, भ्लगिङ गर्न चाहिँ एकदम रमाइलो लाग्छ के। हामीहरूले यो फुल निकालिरहेको छौँ। यो त अर्किड हो नि। जुर ल ल ल दिदी आउने ल यता यता त्यता लैनु मैले हामी तार जाने। जङ्गलमा आउनुको एउटा फाइदा चाहिँ यस्तो हुँदो रहेछ। यो लालुगास समातेर त्यो फोटो चाहिँ धेरै राम्रो आउँछ। अर्किड अनि यो लालीगुराँसहरू पायौँ। लालीगुराँस चाहिँ अब राष्ट्रिय फुल हो अफकोर्स। अनि बाटोमा चाहिँ किम्बुको बोट, यसलाई मलबेरी भन्छ, यो चाहिँ कति धेरै थियो क्या। त्यो पनि खायौँ, रमाइलो गऱ्यौँ। जस मैले चाहिँ मजाले टिपेँ, खाएँ अनि खुवाएँ पनि। थ्याङ्क यू फर वाचिङ।